सो है जुत्ता सुत्तालाई कस्तो छ कमेन्ट मी अफ है अनि त्यसपछि अब आफ्नै धुनुहुन्छ मैले सब्सक्राइब खुसी लाग्यो र टिभी गर्छु ल हेर्नु होला कस्तो हुन्छ ल बाई 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 साइलेन्स फाइनली भेज अस्पताल पुग्यो यहाँ सबैजना यही हो भेज अस्पताल ठाउँ जुन चाहिँ यस्तो लाइन पलिस गर्नु लास्टमा लिनु भने 1 सब्सक्राइब पुरा भएको मान्छे भिड रहेछ अब यत्रो लाइन लाग्नुपर्छ 10 घन्टा भइसक्यो अझैसम्म पालै आएन हेरमा 10 घन्टा भइसक्यो अझैसम्म पालै आएन हेरमा ब्याक टु युट्युब च्यानल सहयोग चाहिँ सन्चै आएर हुनुहुन्छ म पनि आज सन्चै आएर छु मैले धेरै दिन भिडियो सुटिङ हालेको सो हजुरले चाहिँ सरी भन्न चाहन्छु है म चाहिँ अब यस्तै भएर अनि मैले चाहिँ भिडियो हाल्न पाएको थिएन अनि फेरि अहिले हजुरले चाहिँ टाइटल हेरिसक्नुभयो होला आज चाहिँ म कहाँ जान लाग्यो भनेर अनि बिहान ब्रस पनि गरिसकेँ अनि चाहिँ मम्मीले चाहिँ भन्नुभयो अनि दुध पका भन्नुभएको छ आज चाहिँ हामी कहाँ जान लागेको छौँ भने नेपालगञ्ज औषधि गर्न जान लागेको अनि दुध पका छिटो अनि खाएर जानुपर्छ भन्नुभएको थियो अनि त्यही भएर म चाहिँ दुध पकाएर लागेको दुध चाहिँ यही रहेको छ अनि यो चाहिँ यहाँ हालिदिने अरे कि यस्तरी हालिदिने अरे क्या हेर्न सक्छ गाई यस्तरी है दुध हाल्यो यहाँ हेर्न सक्नुहुन्छ यस्तो यति हाल्ने दुध यति दबाएर हाल्ने अब है अब थ्याङ्क यू द सो मच 1K सब्सक्राइबर पुरा गरिदिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ हजुर अनि म चाहिँ दुध पाकिसकेको छ अनि म चाहिँ खान आएको है दुध चाहिँ मैले यहाँ पकाइसकेको छु त्यो दुध अनि मम्मीले चाहिँ रोटी पकाइसक्नु भएको छ अनि आज चाहिँ दुध रोटी खाने हुने हो कि दुध रोटी खाने भनेर चाहिँ यति त मम्मीले खानु पर्यो त होइन र यति मम्मीले खानु पर्यो अनि आज ग्यास सफा गरेकै छैन कि यति छ यति के सानो ल सो मैले नास्ता पनि खाइसकेँ अब चाहिँ मैले कपडा लान लाग्यो कस्तो हुन्छ अहिले त्यो पछि गेटअप गर्छु अहिले गजब बेइज्जती जवानीकै ससुरा पनि पुगिसकेको छ अघि थ्याङ्क यू द सो मच के गाइस सो मच उठिसकेपछि मैले बिस्तारै पनि ल्याएको छैन यति अल्छी म अब ड्रेस लाउँछु कस्तो हुन्छ ल छिटो ल सो है कस्तो छ कमेन्ट मी अफ है अनि त्यसपछि अब आफ्नै धुनमा हुन्छ 1K सब्सक्राइब खुसी लाग्यो म आज के गर्छु ल हेर्नु होला के हुन्छ कस्तो हुन्छ ल ल बाई ल बाहिर जान्छ इन्कम या यु या पुसो है कैसे कैसे लोग रहते हैं यार यहाँ पर अब चाहिँ यहाँदेखि जान लाग्यो म्याजिक पनि आइसकेको छ म्याजिक
फाइनली भेरी अस्पताल पुग्यो त्यहाँ सबैजना छौँ यही हो भेरी अस्पताल भन्ने ठाउँ जुन चाहिँ यस्तो लाइन पढ्दैछ त्यो लास्ट मान्दैन नि त 1K सब्सक्राइब पुरा भएको मान्छे भिड रहेछ अब यत्रो लाइन लाग्नुपर्छ म चाहिँ मास्क लिन चाहिँ जान लाग्यो यस्तो चाहिँ सिन दामी छ कि है यतातिर घुम्न आयो भने बोर्ड डेटिङ आयो भने जोर से बोल के लोगों को स्कीमें बता दे भयो कि यस्तो दामी छ है सिन चाहिँ अब क्यामेरा गतिलो छैन अब है त्यही हो फुलहरू पनि दामी छ हेर्नु सक्छ फुलहरू दामी छ मान्छेहरू पनि आउँदै गरेका छन् यस्तो छ सिटी यस्तो छ अनि चाहिँ म चाहिँ मास्क लिन जानु लाग्यो अनि के सब्सक्राइबर पुरा पुग्यो चाहिँ एटिएम हो सही चाहिँ बाहिरको माहौल भएको छ यस्तो अब मास्क यत्रो भिड छ कि अझै के लामो जस्तो अनि यस्तो भिड छ अनि यस्तो भिडमा चाहिँ अनि हामी चाहिँ हुनुहुन्छ 10 घन्टा भइसक्यो अझैसम्म पालै आएन हेर्नु कैसा लगा मेरा मजाक पर्चा पनि काटेको तर ढोका बन्द छ ढोका बन्द छ पर्चा हातमा छ अन्त यता जनाकै यति धेरैजना नाम छोडो हो यहाँ चाहिँ कति 8 नम्बर 8 त आउँदैछन् 8 त जाँदै ल अनि सर्यो अरे आँखा जाँच गर्ने त्यो ठाउँमा अरे कोई बात नहीं हम तो चूतिए हैं दोबारा ट्राई करेंगे और क्या बहस और कोई काम है हम पे अनि उता हो नि अब यता कता हो थाहा छैन अनि मम्मीले चाहिँ मन लागिरहेको छु रहेको छ 34 म चाहिँ मम्मी चाहिँ त्यो पर्चा दिन जानुभएको छ म चाहिँ बाहिर बसेको छु अनि एउटादेखि सब ठाउँ भेरी अस्पताल चाहिँ यस्तो रहेको छ अनि सब ठाउँ अस्पताल अनि म चाहिँ यहाँ आएको छु मेरो आँखा चाहिँ कमजोर भएको छ यदि हेर्नु सक्नुहुन्छ होला चस्मा लाग्यो के भन्नु म यस्तै हो अब हेरौँ चेकअप गरेँ अनि 6 महिनापछि फेरि बोलाएको छ अनि त्यही भएर हो अब चाहिँ चस्मा बनाउन ठाउँतिर खाने त होला है भोक लाग्यो तपाईँ खानुहुन्न त्यहाँ के रोटीले के हुन्छ र अनि अब चाहिँ जानु लागेको बाथाना अनि हेरेँ कि भोक लाग्यो अरे कि सिन चाहिँ खर्चा छ कि के खाने भात खाने त खाने अनि आज चाहिँ गएँ मम्मीकै चाहिँ आज भएन चाहिँ टिकट काटेर आउनुभयो अनि खाना खान ठाउँ चाहिँ रहेको छ अनि चाहिँ टिकट काटिसक्नु पनि आइसक्यो अनि मम्मी चाहिँ खाना ल्याउनु भयो सबजना यही छन् अनि खाना चाहिँ यहीँबाट खुवाएर घर जाने भनेको स्टार्ट गरिरहेको सबैजना त्यही सो खाना पनि सक्यो अनि मम्मीले चाहिँ त्यहाँ हातसाथ धुम्लानु भएको छ खाना चाहिँ सक्यो खाना पनि सक्यो चस्मा जाँच गर्न नानी हो कोल्टे भएछ भन्छ जस्तो त थाहा भन्दा आफू लगाउने के रुपेडिया छैन यता होइन खाना अनि अगाडि जाने चाहिँ एकछिन चस्मा यो चस्मा चाहिँ साथीले मगाएको थियो अनि त्यही बनाउनु जानु भएको चस्मा चाहिँ साथीले मगाइदिएको थियो अनि त्यही बनाउन जानु लाग्यो अरू त केही होइन खानासाना पनि फिट्टु खाइयो चस्मा पसल तर मान्छे कोही छैन कोही पनि हुनुहुन्न अरे
अब कहाँ नि खानासाना खाइ मान्छे कोही थिएन अनि हामी फर्केर अनि फेरि अब विद्यार्थी जानु लाग्यो मान्छे नआए अनि त्यही हो अब के भन्नु छुट्याउनु अब कोही हुनुहुन्न अब बसिराख्नु कोही अब चाहिँ घर जानु अब चाहिँ घाममा घर जानु लाग्यो अनि सबजना अनि म्याजिक चाहिँ आउँदैछ सो घर पनि आइयो अनि घर आएर अनि त्यसपछि अनि अब के गर्ने र है अब एडिट सिडिट गर्नु पर्यो एकछिन अनि के कस्तो लाग्यो भिडियो अनि हेरिदिनु होला अनि लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला अनि धेरै दिन भएको थियो मैले भिडियो नहालेको यसो हजुरले सपोर्ट देखाइदिनु भयो होला अरू के भन्ने र हजुरले अब बुझिसक्नु भएको छ 1K सब्सक्राइबर पुगाउनु भएको छ फाइनली है म आज यति खुसी छु कि म कसरी भनौँ अब यति यो एउटा युट्युबरको सपना भने के हो र है 1K सब्सक्राइबर र 4000 वाचिङ टाइम पुग्यो भने एउटा युट्युबरलाई चाहिने एउटा भ्लगरलाई चाहिने यो अरू कुनै चाहिँदैन कि अब वाचिङ टाइम पनि पुरा भयो भने त अनि टक हो कि अनि हुन्छ नि ल मम्मी अब म जगिर खाँदैन म भ्लगै बनाउँछु या भन्ने हुन्थ्यो तर वाचिङ टाइम अब विश्वास छ हजुरले वाचिङ टाइम पुरा गरिदिनुहुन्छ भनेर सक्दोसम्म भिडियो हेरिदिनु होला अनि है अरू के भनौँ र अब यस्तै हो अब अर्को भिडियो फेरि अब आउँदै गर्ला अब हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् अनि फेरि पुरानै हुनुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ के भनौँ र अरू ल ठिकै छ अब आजको यस्तै डुल्ला अब भयो अब एडिट सिडिट गर्नु पर्यो सुत्छु एकछिन निद्रा पनि बहुत लागेको छ अब के भनौँ मम्मी चाहिँ त्यो बत्तीको बिल तिर्न जानुभएको छ त्योबाट म चाहिँ आइगेँ अब के भनौँ 1K सब्सक्राइब पुरा भएको छ अब के भनौँ अब केक काट्न त मन थियो तर त्यो 1K सब्सक्राइब पुरा भएको छ हेरौँ अब के हुन्छ वाचिङ टाइम पुरा भयो भने त कसम भनेको यस्तो धमाका दिनेछु नि म यस्तो धमाका दिनेछु हजुर कुरै छोडिदिनु होला ल ठिकै छ अब अर्को भिडियो आउँछ अभियसली हजुरले चाहिँ पिर नगर्नु पर्यो अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क यू द वाचिङ द भिडियो अनि बाई बाई गाइज बाई